Hi everyone, नमस्ते सबैलाई. Hope you all are doing good. Welcome to my vlog, to the artist vlog. अनि आज चाहिँ खास गरी कन्टेन्ट नभएर नि यहाँ होइन राति यहाँ पछाडि बिहाइन्ड क्यामेरा चाहिँ विजय छ, माई एडिटर. अनि आज चाहिँ हामी यहाँ स्वयम्भूमा अब हाम्रो स्वयम्भूमा चाहिँ यहाँ चाहिँ एकदम फेमस भाइरल भएको छ होइन, टिकटक पनि एकदम भाइरल भएको छ. यहाँ मोमो अनि चिकन रोल्सहरू होइन. त्यति राम्रो छ नि थाहा छैन क्या, यो विजयले सर्भिस गरायो भएर चाहिँ आएको. टिप 10 फुट उयो नाम लेखिरहेको छ. अनि आज चाहिँ अरू केही न केही खानु सक्छ त्यहाँ, त्यही नै भ्लग खानुपर्छ ल. मलाई चाहिँ खास गरी चिकन खानु मन थियो. अनि तर यति बेलुका आयो भने चिकन नपाउँदो रहेछ, सिकिसक्दो रहेछ. त्यही भएर मोमो मात्रै बाँकी छ. त्यही भएर हामी अब मोमो खान्छौँ. ओके, बिजयले खाँदैन अरे, एकदम प्रपर डाइटमा डिसिप्लिन छ एकदमै है. म चाहिँ अब यस्तै हो, मोटाउनु थालिसकेँ यस्तो. खाउन खानु सकेन भने त्यो बाहिरको मैदा निकालेर भित्रको मासु चाहिँ खान्छु. ए हो, त्यो खाउनु त तिमी. अनि त्यही हो, अब मोमो ट्राई गर्दैछौँ के कस्तो लाग्छ चाहिँ हामी भन्ने छौँ. ओके पछि ओके, सुप पनि टेस्ट गरेर नुन हालेको छैन होला छ. पुग्दैन होला. मलाई मामाले एकचोटि हालेर अरू भने जस्तो लाग्यो, तर त्यही बेला जस्तो यस्तै हो. अब एकचोटि टेस्ट चाहिँ गर्छु. नन स्पाइसीवाला पनि स्पाइसी लागेको होइन, मेरो पनि जिब्राउनु भएको आएको छ, त्यही भएर नि होला. So good. सबै खिच्ने होला. खाऊ न खाऊ. हामीले चाहिँ मोमो खाइपायो. अनि मिठो थियो है विजय, कस्तो लाग्यो तिमीलाई? मिठो थियो. अनि तर हामीले चाहिँ उता एक ठाउँमा छ क्या एउटा है, पुस्तक भन्ने रेस्टुरेन्टमा खानु भएर नेक्स्ट टाइम त्यहाँ यो टेस्ट मैले अलरेडी गर्छु त्यहाँको त पहिला नै. यो टेस्ट चाहिँ स्पाइसी नै रहेछ, नपिरोवाला के भन्छ खोर्सानीमा पनि, खोर्सानी नपिरोवाला अचारमा पनि. अनि त्यहाँको चाहिँ अलिक अर्कै अझै धेरै जुसी छ होइन, त्यस्तो छ. तर यहाँको बेस्ट छ है. बेस्ट भन्दा नि बेस्ट त उताको छ कि, तर यहाँ चाहिँ अलिकति बोसो कम, अलिकति फ्लेभर चाहिँ अलिकति ठिकको न्युट्रल टाइपको लाग्यो मलाई नि. उसलाई पनि फ्रेसै छ है. जस सुप चाहिँ बाबा भन्दै आजको लागि यति नै. थ्याङ्क यू सो मच फर वाचिङ. 100 भ्युज पनि पुग्दैन यार भ्लगमा, के हो यस्तो. प्लिज सपोर्ट गर्नु होला भन्ने. बाइ बाइ.